हेलो नमस्ते। आज चाहिँ हामी हाम्रो पुर्खाले इतिहास रचेको ठाउँ सिन्धुलीगढीको यात्राको तर्खरमा रहेका छौँ। यहाँ रहेको युद्ध सङ्ग्रहालय अनि यहाँको कस्तो रहेछ ठुलो गढी अनि सानो गढी हेरौँ है त। काठमाडौँबाट 130 किलोमिटरको दूरीमा रहेको यस सिन्धुलीगढी काठमाडौँबाट धुलिखेलसम्म अरनिको राजमार्ग अनि त्यसपछि चाहिँ बिपी राजमार्गको यात्रा सुरु हुन्छ। जबदेखि यस सिन्धुली राजमार्गको चाहिँ निर्माण भयो तबदेखि चाहिँ यस स्थानमा आउने धेरै पर्यटकको गन्तव्यमा रहेको यस सिन्धुलीगढी हामीले सानैदेखि इतिहासमा सुन्दै र पढ्दै आएको यस सिन्धुलीगढीको चाहिँ जो कोहीलाई पनि यो ठाउँ कस्तो होला भन्ने एउटा मनमा कौतूहल चाहिँ जसलाई पनि भएको हुन्छ। तर मेरो चाहिँ यहाँको यात्रा दोस्रो यात्रा हो र अर्को कुरा यहाँको यात्रामा चाहिँ सिएल जस्तो फन घुमेको बाटो हेर्दै यात्रा गर्नुको मजा चाहिँ बेग्लै रहेको छ र जसलाई चाहिँ गाडीमा बस्न गाह्रो हुन्छ त्यसलाई चाहिँ यस्तो टर्निङमा फेरि टाउको पनि भन घुमाइदिने गर्दछ। यहाँ चाहिँ अर्को कुरा हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब अनि एक लाइक चाहिँ गरिदिनु होला। अब चाहिँ आइपुग्यो सिन्धुली दरबारको प्रवेशद्वार। अब यहाँबाट चाहिँ झन्डै 1.5 किलोमिटर भित्र जानुपर्ने हुन्छ। यो चाहिँ यहाँको युद्ध सङ्ग्रहालय रहेको छ। यसभित्र चाहिँ पहिलाका पुराना हात हतियारहरू र प्रयोग गरेका विभिन्न सामग्रीहरू यहाँभित्र रहेको छ। यहाँभित्र प्रवेश गर्न चाहिँ 50 रुपियाँको टिकट काट्नुपर्ने हुन्छ र यहाँभित्र चाहिँ भिडियो सुटिङ गर्न पनि बन्देज गरिएको छ। र हामी पहिला आउँदा चाहिँ यस युद्ध सङ्ग्रहालयको निर्माण भएको थिएन। यहाँ चाहिँ त्यो बेला प्रयोग गरेको पुरानो तोप पनि राखिएको रहेछ। गोर्खाली सेनाहरूको चाहिँ मूर्तिहरू बनाएर यहाँ चाहिँ एउटा पार्क पनि तयार पारिएको रहेछ। अहिले त पहिला जब पृथ्वीनारायण शाहले कीर्तिपुरलाई नियन्त्रणमा लियो त्यसपछि चाहिँ उपत्यकाका मल्ल राजाहरूले चाहिँ आफ्नो सपोर्टको लागि उपत्यकामा रहेका फादरीहरू मार्फत चाहिँ ब्रिटिस सेनालाई गुहारिएका थिए र ब्रिटिसहरू पनि उपत्यका प्रवेश गर्न पाए। तिब्बतसँगको व्यापार बिजनेस अघि बढाउनु पाइने सोचले आउन तयार भए र यो कुरा चाहिँ फेरि पृथ्वीनारायण शाहले चाल पाइसकेपछि यस स्थानमा चाहिँ आफ्नो गोर्खाली सेनाहरू तैनात गर्न थाले। यहाँ नै डाँडाको टापुमा चाहिँ सानो गढी र ठुलो गढी पनि दुईटा गढी रहेको छ र यहाँभन्दा तल चाहिँ फेरि अर्को गढी पनि रहेको छ र अन्तमा चाहिँ 2-3 हजारको सङ्ख्यामा आएको ब्रिटिस सेनाहरूसँग यहाँ चाहिँ भीषण युद्ध हुन्छ र धेरै मात्रामा चाहिँ ब्रिटिस सेनाहरूको हाताहात भएपछि चाहिँ तल्लोको गढीबाट नै ब्रिटिस सेनाहरू चाहिँ हार मानी आफ्नो बाँकी रहेको सेनाहरूका साथमा त्यहीबाट उनीहरू चाहिँ पछि हट्न बाध्य हुन्छ र यहाँको युद्धमा चाहिँ गोर्खाली सेनाले ब्रिटिस सेनाहरूका अत्याधुनिक हात हतियारहरू चाहिँ धेरै मात्रामा हात पार्न सफल भएका थिए भनेर पनि भनिन्छ। अहिले चाहिँ हामी ठुलो गढीमा आइपुगेका छौँ। कस्तो हिँड्छु बस्ने चाहिँ गढीमा आइरहेको छौँ है। ठुलो गढीमा हामी अब हामी यहाँ अङ्ग्रेज होला रिङ्गै यस्तो चप्पल ल्याएर यहाँ बिचमा पानी परेको बेलामा पानी जम्मा गरिराख्ने ठाउँ हो। र यहाँ तल चाहिँ अर्को एउटा ठुलो विशाल पानी ट्याङ्की बनाइएको रहेछ। त्यो बेलाको टेक्नोलोजी प्रयोग गरेर यस विशाल पानी भण्डार गर्ने ठाउँ बनाइएको रहेछ। यदि तपाईहरू पनि यस ऐतिहासिक स्थलको चाहिँ भ्रमण गर्नुभएको छैन भने एकचोटि चाहिँ अवश्य भ्रमण गर्नुहोला। र अर्को कुरा तपाईहरू पनि हामी जस्तो हलेसीको यात्रामा आउँदै हुनुहुन्छ भने घरबाट 6-7 बजीतिर निस्किनु भयो भने तपाईहरू सजिलै यहाँ आएर घुमफिर गरेर यहाँबाट फर्केर हलेसीमा साँझ बास बस्न पुग्नु सक्नुहुनेछ। र मिल्छ भने हलेसीमा चाहिँ हामीले जस्तो पहिले नै होटल बुक गर्नुभयो भने झन् ढुक्क हुनेछ। अनि सिन्धुलीगढी घुम्न आएर कस्तो लागिरहेछ?
अलिक गाह्रो भइरहेछ अरू ठिकै छ यिनीहरू चाहिँ के वार गर्न लाग्यो क्या यहाँ चाहिँ फेरि हाम्रो सानो भाइ बहिनी चाहिँ पहिला गोर्खालीले कसरी वार गर्यो होला भने इमेजिन गर्दैछ अब चाहिँ हामी यो अर्को डाँडामा रहेको सानो गढीतिर लागौँ स्टेसन उमा जनकपुर जाने बाटो के झन्डा ठुलो थियो उता हो हामी पहिला आउँदा चाहिँ यस भ्यू टावरको निर्माण भएको थिएन अहिले चाहिँ यो भ्यू टावरको निर्माण भएको रहेछ तराई नि देख्ने चाहिँ हो क्या यसबाट हेर्न चाहिँ फेरि 10 रुपियाँको टिकट काट्नुपर्दो रहेछ के देखे त छोरो त्यहाँबाट हेरेछ नि तिम्रो पालो आएको छैन सुभाषले हेरिसक्यो हो सुभाष के पनि देखेन ब्रिटिस आर्मीहरू होला त्यो अब चाहिँ हामी यहाँको सबै ऐतिहासिक स्थलको घुमघाम गरिसकेपछि यहाँबाट चाहिँ हाम्रो यात्रा अब फेरि फर्केर हलेसीतिर हुन्छ आजलाई यति नै ओके बाई